यो देश कुलेको लागि रहन्छ, यो देश गुलेको लागि रहेछ है त। जो व्यक्ति निलम्बित भएको छ त्यो व्यक्तिलाई ढोका फुटाएर स्टनबाजी देखाएर होइन उसलाई चाहिँ भित्र छिराइन्छ भने जसले देशको लागि राम्रो काम गरेको छ, जसले देशलाई उज्यालो बनाएको छ त्यस्ता व्यक्तिलाई होइन जहाँ चाहिँ कर्मचारीहरूप्रति मन्त्रीहरूप्रति चाहिँ लोयल्टी भएन, उनीहरूले भनेको मानेन भनेर निकालिन्छ है त। यो देशमा सबै सरकारले अदालतदेखि लिएर होइन सबै सरकारले किनेको छ कि भनिन्छ नि होइन, कानुनको आँखा बन्द हुन्छ अरे। कानुनले धनी कसले चोर्यो कसले के गर्यो कसैले हेर्दैन, सबैले समान रूपले हेर्छ, सबैले समान रूपले हेरेको हुन्छ। यो कुन जात, यो धनी, यो गर्यो भने हेर्दैन भनेको थियो होइन। तर अफसोस हाम्रो देश नेपालमा कानुन भनेको जो सरकारमा रहेको व्यक्ति छ नि उसको हातमा कानुन छ, उसले नचाहेको हुन्छ, उसले यो गर भने यो गर, त्यो गर भने त्यो गर है त। जहाँ चाहिँ कुलमान घिसिङले मुद्दा हालेको थिए होइन मलाई चाहिँ निकाल्यो भन्ने बारेमा, उनले जहाँ चाहिँ अहिले हिजो चाहिँ भनौँ न अब चाहिँ उनको चाहिँ अब सुनवाई भयो, तर सुनवाई भए तापनि उनलाई चाहिँ अब विभिन्न कारणले गर्दा पनि भनौँ न अब चाहिँ मन्त्री त्यो उमा चाहिँ अब फर्किनु नहुँदाले उनको चाहिँ उनी विरुद्ध नै चाहिँ अदालतले चाहिँ ऊ सुनाइदियो है त। ल हेर्नुहोस् त, यो देशमा कानुन छ भनेको जो सरकारमा छ उनीको हातमा कानुन छ। जो व्यक्ति निलम्बित भएको छ त्यही व्यक्तिलाई होइन ढोका फुटाएर उसको कुर्सीमा लगेर राखेको छ है त। अहिले हेरौँ त काठमाडौँ महानगरपालिकाका जहाँ चाहिँ उपमेयर, अब भनौँ न उपमेयर भने के भने उपमेयर त हो होइन, तर केपी ओलीको अब छोरी नै भन्छु म त होइन, तिम्रो बाले उनको कर्मचारी पठायो भन्दैमा ढोका फुटाएर लगेर भित्र ओर्नुपर्छ है त। जो व्यक्ति निलम्बित भएको छ त्यो व्यक्तिलाई ढोका फुटाएर लगेर गरे स्टनबाजी होइन। सुनिता जहाँ चाहिँ रङ्गोलको के होला है यो है त। अहिले काठमाडौँ महानगरपालिकामा के हुने हो कसो भन्ने थाहा छैन। र अहिले बालेनको सचिवालय भनौँ न एकदमै अहिले चाहिँ उनीहरू चाहिँ असन्तुष्टि छन् हिजोको जुन घटना घट्यो। आशा गरौँ होइन अब बालेनले के गर्छन् थाहा छैन, तर यो देशमा कानुन छ भनेको जो सरकारमा छ उसैको हातमा कानुन रहेछ र कानुन बिकाउ छ नेपालमा। जसले पनि किन्न सक्छ, जोसँग पैसा छ त्यसले नेपालको कानुन किन्न सक्छ है त।